हेलो साथीहरू, दर्शन नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ म गलकोटतिर है त आज गलकोटमा यसो घुमाम भनेर चाहिँ गाउँतिर आएको बुटोलदेखि। आज यसो म गाउँतिरको अवस्था के कस्तो छ भनेर तपाईँहरूलाई देखाउन गइरहेको छु र फेरि पनि नयाँ नयाँ भिडियो तपाईँहरूलाई सार्वजनिक गर्ने नै छु र भिडियोलाई माया गरिदिनु होला। सब्सक्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर सबै सामु पुऱ्याइदिनु होला भन्न चाहन्छु। र आज चाहिँ म यहाँ गलकोट लमाईमा छु है। लमाईको यो हाम्रो मानधारा अहिले यस्तो भइसक्यो। हेर्नुहोस्, यहाँ हेर्न सक्नुहुन्छ। अवस्था चाहिँ यस्तो छ, हेर्नुहोस् त, पुरै जङ्गलै जङ्गल। यहाँ कसैले घाँस काटेको छैन, केही छैन है। अलिअलि फाँडफुँड गरिरहेको देख्न पाउँछौँ हामी र एकदमै डरलाग्दो अवस्था भएको महसुस गरिरहेको छु। र यहाँ एक्लै र सानो बच्चाहरूलाई चाहिँ एकदमै गाह्रो हुने अवस्था आइसक्यो। नजिक चराचुरुङ्गी लगायत मृगहरूको बास पनि यतै हुने गर्छ। हाम्रो पर्यटन क्षेत्र घुम्टेलाई पनि देखाउँछु म। यहाँ यतापट्टि हाम्रो घुम्टे पर्छ, देख्न सक्नुहुन्छ। यहाँ टक्क घुम्टे देखियो। यो हाम्रो लमाई हो। यो अगाडि चाहिँ हटिया बजार, त्यही जङ्गलले गर्दा खासै त्यति धेरै देखिँदैन। हाम्रो कुकुर पनि आयो। साथी हो मेरो कुकुर। ल के गर्ने, अत्यन्तै दुःख लाग्दो अवस्था भइसकेको छ है गाउँतिर। सबैलाई परदेशले तान्यो। अब स्वदेशमा कोही पनि छैन जस्तो लाग्नु लाग्यो। धेरै दिनमा 1 वर्षमा आएको हो नि। यस्तो डरलाग्दो भएपछि चाहिँ यहाँ कसरी मान्छे बस्ने होइन। सबै जापान, जर्मन, अमेरिका, अस्ट्रेलिया यस्तो घुम्न र पैसा कमाउन लाग्नुभयो सबैजना। गाउँको अवस्था चाहिँ एकदमै गम्भीर भएको देखिन्छ। हिँड्न नसकेर यहाँ है गाह्रो छ है अवस्था। हेर्नुहोस्, अरू खेतीयोग्य जमिन चाहिँ यस्तो भएको अवस्था छ। मान्छे नभएर यस्तो भयो है, के गर्ने। यस्तो जङ्गल छ अगाडि। मेरो घर चाहिँ यहाँ यहाँ पहिलाका बुढापाकाले बनाउने घर कटेराहरू त दामी थियो। हामी यहाँ चाहिँ घाँस काट्ने, स्कुलबाट आउने दौडिने गरिन्थ्यो। हाम्रो अगाडि देखिएको रुख चाहिँ भगटे, हेर्नुहोस् कस्तो फलिरहेको छ। यता चाहिँ दाउरा, कहीँ जानु पर्दैन। अब दाउरा खोज्नै पुरा घर मुनि नै जङ्गल भयो यस्तो। यता चाहिँ यस्तो भगटिहान हाम्रो घर मुनि। एक करुर दाउरा। यो चाहिँ घाँस तल गाई भैँसीलाई। यो चाहिँ हाम्रो घर है, गाई पहिलाको घर हाम्रो। यिनी चाहिँ हाम्रो गोरु, एकल गोरु छन्। बाख्रा है, बाख्रा गाइस। यस्तो खोर छ यहाँ। ल त्यो रमाइलो छ गाउँतिरको अवस्था। मेरो
दसैँ चाहिँ 10-12 दिनको छ यहाँ गाउँतिर। अरू पनि भिडियो हेर्नको लागि भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। फेरि अर्को भिडियोमा मिलौँ है त साथीहरू। बाई बाई।